प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ र कृषि मन्त्रीलाई ज्ञापनपत्र। पश्चिम नवलपरासी स्वाभिमानी युवा तथा नागरिक समाज प्रतापपुरले किसान तथा नागरिक सरोकारका विभिन्न मागहरू सम्बोधन गर्न माग गर्दै अर्थ मन्त्री र कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई प्रमुख जिल्ला अधिकारी प्रजीय कार्यालय मार्फत ज्ञापनपत्र पठाएको छ। ज्ञापनपत्रका मुख्य माग तथा विषयहरू। स्वाभिमानी युवा तथा नागरिक समाजले ज्ञापनपत्र मार्फत उठाएका सम्भावित मुख्य विषयवस्तुहरू तल बुँदागत रूपमा प्रस्तुत गरिएका छन्। धानको उचित मूल्य निर्धारण, किसानले उत्पादन गरेको धानको न्यूनतम समर्थन मूल्यलाई अनिवार्य रूपमा बजार मूल्यभन्दा उच्च बनाई कार्यान्वयन गर्नुपर्ने। मलखादको सहज आपूर्ति, आगामी बालीका लागि रासायनिक मल, युरिया, DAP को पर्याप्त भण्डारण र समयमै सहज उपलब्ध गराउनुपर्ने। कृषि ऋणमा पहुँच, साना तथा सीमान्तकृत किसानहरूलाई सहज प्रक्रिया मार्फत सुलभ ब्याजदरमा कृषि ऋण उपलब्ध गराउनुपर्ने। बीमा र क्षतिपूर्ति, बेमौसमी वर्षा वा अन्य प्राकृतिक प्रकोपबाट हुने कृषि क्षतिलाई सम्बोधन गर्न बाली बीमाको प्रभावकारी कार्यान्वयन र तत्काल क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने। कृषि पूर्वाधार, प्रतापपुर क्षेत्र लगायत पश्चिम नवलपरासीका ग्रामीण क्षेत्रमा सिँचाइ तथा भण्डारणका पूर्वाधारहरू विकास गर्नका लागि बजेट विनियोजन गर्नुपर्ने। नागरिक समाजको भनाइ। स्वाभिमानी युवा तथा नागरिक समाजका प्रतिनिधिले ज्ञापनपत्र बुझाएपछि प्रमुख जिल्ला अधिकारी मार्फत तत्काल केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन माग गरेका छन्। उनीहरूले किसान र युवाका समस्याहरू सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन्।